हेलो गाइस, आज भने चाहिँ सधैँ चाहिँ म पर्क बनाउँथेँ होइन, अर्ग्यानिक चुनामा। आज भने चाहिँ चिकन, आज चाहिँ पर्क होइन चिकन रेडी छ गाइस। ग्यासमा कति खानु, ग्यासमा पकाएको मिठो पनि हुँदैन है, ग्यास पनि सकिरहेको छ ग्यासको अभावमा। अर्ग्यानिक चुलामा गाइस तपाईँले हेर्नु होला, मेरो चाहिँ मरमसला पनि पस्दैछ, देख्नुहुन्छ। अर्ग्यानिक चुलामा पकाएको स्वाद नै अर्ग्यानिक हुन्छ गाइस। स्टप गर्छ, रातोले नै ओलेछ। फाइनली गाइस सब्जी पस्यो। किन यति कम्ती भन्नुहुन्छ होला, खाने मान्छे 2 जना मात्रै छौँ, त्यही भएर कम्तीको ल्याएको गाइस। त्यसैले खाँदैन घरमा, त्यही भएर फाइनली गाइस सब्जी चाहिँ पाक्ने बेला छ, पाक्दैछ।